मार्केटमा मार्केटको नाम थाहा छैन कि पर जाँदैछौँ है। अनि हामी चाहिँ ग्रिन गिफ्ट भनेको ठाउँको छेउतिर धेरै भयो कि हामी मोमो पनि नखाएको। यहाँ आएपछि मान्छेलाई झन्डै लाग्यो। अब यहाँ चाहिँ धेरै लामो जाम हुन्छ क्या फेरि त्यो नै झ्याउ लाग्छ यो जाम कट्ने नै झ्याउ लाग्छ। भइसक्यो त यो चाहिँ ए यहाँ आयो साथीहरू हामी चाहिँ देखु न हामीले सन्टिकको बनाउँथ्यो है। अनि अलिकति ज्वरोले गर्दा है मुखै तितो 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 भइरहेको छ। त्यही भएर हामी चाहिँ अब मोमो रुच्छ कि भनेर मोमो खान हिँडेको। तर पनि टाढा हिँड्न नसक्ने गर्मी पसिना पसिना है। अब चाहिँ यहाँ पुरै बस्नुपर्छ कि त्यो रेड बलेसम्म चाहिँ। अनि कहिले ग्रिन बल्ब चाहिँ कुदेर जानुपर्छ। के मल रे माया अलखिल मलको छेउमा आइपुग्यो मान्छे। उहाँबाट आउँछ ड्युटीबाट आउँदा चाहिँ त्यो बाटोले आउने हो माया। आयो अब हाम्रो पालो आउँछ। त्यो ग्रिन बलले बित्तिकै कुदेर जानुपर्छ। धेरै टाढा पो छ हौ गाइस। अनि त्यो ग्रिन गिफ्ट भन्नेमा चाहिँ हामी के किन्न आउँथ्यो है माया। नेपाली खानाहरू खान आउँथ्यो। धेरै भयो त्यहाँ गएको पनि। अब चाहिँ यहाँ कुद्नुहुन्छ पुरै कुद्दी कुद्दी जानुपर्छ गाइस। यसरी साँझको समयमा यो ग्रिन भन्नुपर्छ कि नत्र भए चाहिँ हुँदैन। बसिहाल्छ भने कति छिटो बलिहाल्छ भने माया गाइस। यहाँ चाहिँ अब रेड बल नै लागिसक्यो हेर्नुहोस् न। खुट्टाको हेरान्छ अल्खिलमा चाहिँ त्यो यहाँ बन्द भइहाल्यो रेड बलिहाल्यो। अब बल्ल बल्ल त्यो सिग्नल चाहिँ पार गऱ्यौँ। अनि अल्खिल मल अल्खिल मल अल्खिल मलको बिचमा आइपुगेको छ। राम्रो राम्रो छ तर पनि हाम्रो खुट्टा राम्रो छैन है गाइस। अब पुग्नलाई कति टाइम लाग्छ भने लगभग 10 to 15 मिनट लाग्छ है। बिचरा मायाको भोलि ड्युटी छ तर पनि बिचरा मेरो लागि मिलाइछ। धेरै माया गर्नुहुन्छ मलाई। सबैले पाउनुपर्छ कि गाइस परदेशमा। राइट साइडमा अनि हामी चाहिँ लेफ्ट साइडमा पुग्न लागि पुगेपछि पनि म भिडियो देखाउँछु ल गाइस। यहाँ चाहिँ के पाउँदो रहेछ उ हेर्नु त। साराले के दोकान हो यस्तो पाउँछ यहाँ चाहिँ। अनि को खानुहुन्छ आउनु होला। खानुहुन्छ होइन पिउनुहुन्छ आउनु होला है। अल्कोहल सप्रे अनि त्यसरी के अरे सारा के दोकान दुकान रे। आफूलाई त हिन्दी बोल्न पनि आउँदैन है गाइस। गर्मीले गाइस पसिना पसिना भइसक्यो। हामीले फाइनली नेपाली खुर्सानी पनि पायो। अब नेपाली साग बस्नुहुन्छ अनि त्यस पछाडि दामी रहेछ सागको एउटा पिक्चर देखाउँछु कि म त मऱ्यो गर्मी कि कुयो यो नेपाल होइन के नेपाल होइन छियो कि कुयो आयो हाँस्न
सकेको बेला के भन्छ गाइस अब चाहिँ हामी आयो फाइनली आइपुग्यौँ कति मिनट जति लाग्दो रहेछ माया यता आउनु गाडी आयो चुयो कि कुयो भन्छ गाडी आयो भनौँ भने पनि आया यो चाहिँ मस्जिद हो अनि त्यस पछाडि यहाँनिर छ मार्केट चाहिँ कम्युनिटी लेबर मार्केट नि माया कम्युनिटी लेबर मार्केटमा आयो हामी चाहिँ यहाँ चाहिँ अलिकति सस्तो पनि पाउँछ अनि जे पनि पाउँछ के खानेकुराहरू पनि नेपाली खानाहरू पाउँछ मोमोहरू पाउँछ हजुर अनि त्यसपछि जे पनि मतलब आफूलाई खान मन लागेको कुराहरू चटपटे पानीपुरी होइन अनि नेपाली खानाहरू अनि त्यस पछाडि के भन्छ के हो अरे साग चाहिँ खतरा पाउँछ है माया यहाँ हो अनि अगाडि चाहिँ कत्रो ठुलो पाउँथ्यो अब पुग्यो नि त अब मार्केट देखाउनु परेन अनि मार्केट देखाउने हो मोमो खाने हो आज त के भन्छ यसले त भाइ गर्मी छ गर्मीमा पनि हामी चाहिँ हिँड्न रुचाउने मान्छे हो किनभने आँटेपछि है आँटेपछि त हामीले जान त छोड्दैन फेरि यस्तो सालो आयो फाइनली यस्तो मार्केट रहेछ नि गाइस अब ओइ पानी पनि रहेछ त है माया त्यहाँ खान मिल्छ बस पानी नखा अहिलेलाई किनभने अब अलिकति ज्वरो पनि छ है त्यस्तो बेला चिसो पानी बाहिरको पानीहरू खानु हुँदैन भन्छन् केरा हेर्ने हो कत्रो ठुलो माया उही खोइ कहाँ हौ ओ माइ लर्ड यस्तो दामी रोड्स पाउँदो रहेछ नि भन्ने आउनु त सधैँ पर्ने हो तर टाढा छ कि टाढा भएपछि हिँड्नै गाह्रो घुमेर आउने हो केरा त यत्रो पाउँदो रहेछ ल ओहो सब्जी यो के हो माया यो पपैया खानु हुँदैन पपैया हुन्छ मैले नि डल्ले खुर्सानी खोजेको नेपाली खुर्सानी खोज्नुपर्छ ल अहिले चाहिँ ए माया लेबर कम्युनिटी मार्केट पो रहेछ मैले नाम चाहिँ मिस्टेक भनेछु गाइस माफी पाऊँ है मलाई आउँदैन त्यही भएर चाहिँ मैले खुस्काइदिएँ ए साग सागको एउटा पिक्चर हेर्नु छ क्या फर्स्ट ल साग त हेर्नुपर्छ माया कुन चाहिँ साग होला त नि मलाई आउँदै आएन एउटा सागको भिडियो म फोटो एउटा देखाउँछु नाम पनि थाहा छैन तर साग चाहिँ सागै हो हजुर खानु हुँदैन यो के साग होला है यो साग हो कि माछाको नै हो यस ब्रदर म नि हेर्दैछु देख्दै देखेन आएको परे खुर्सानी अनि नेपालको हो साँच्चै मिठो छ के भन्छ पिरो छ माया म हराउँछु यो पिरो छ नेपालकै हो नि कसरी हो जति लाग्यो त्यति हो कति आउँछ ल हालिदिनुहोस् न 10 रुपियाँ जतिको हजुर अलि राम्रो छानेर हालिदिनुहोस् ल कस्तो दामी हाल्नु है फेरि आउने गरी यही हो गाइज मैले खोजेको चाहिँ कति धेरै खोजेको नभेटेको नेपालको राम्रो हाल्नु है यस्तो वाउ हामीले चाहिँ के किन्यौँ माया
भनिसकेको छैन। यस्तो रमाइलो हुन्छ, रमाइलो हो कि खोइ के हो यो, यस्तै रहेछ लु।